आज हामीसँग हुनुहुन्छ वरिष्ठ समाजसेवी छिङ दोर्जे लामाज्यू। लछ्याङ ध्वजाङ मनाउनुको मुख्य कारण चाहिँ के हो, यसको महत्त्व चाहिँ के रहेको छ त? हाम्रो चारवटा गाउँ को तपाईँको चामे माडा र चारवटा गाउँले चाहिँ परापूर्वकालदेखि नै यो लछाङ धछाङ पर्व चाहिँ मनाएर आइरहेको छ। यो चाहिँ खास के रहेछ भने चाहिँ थाछाङ धाछाङ। पहिला पहिला चाहिँ अब परापूर्वकालमा चाहिँ मान्छेहरू दुश्मनहरू धेरै आउने भयो भने अब यहाँ चाहिँ लुटपाट हुने कारणले गर्दा त्यतिखेर पुलिस प्रशासन चाहिँ यहीँको युवाहरूले चाहिँ भगवान्लाई चाहिँ छ्याङ पारेर प्र्याक्टिस गरेर दुश्मनहरूलाई पराजित गर्ने दिन हो यो, जितेको दिन हो। त्यो पर्वलाई चाहिँ हामीले निरन्तर रूपले दिइरहेको छ। हाम्रो कयौँ 5-6 पुस्ता भइसक्यो निरन्तर दिइरहेको छ। त्यो सिलसिलामा चाहिँ हाम्रो यो लाछाङ धछाङ पर्व चाहिँ हाम्रो टिबेटन क्यालेन्डर अनुसार तेस्रो महिनाको 7औँ तिथिबाट 11औँ तिथिसम्ममा चाहिँ हामीले चाहिँ लाछाङ धछाङ पर्व मनाउने गर्छ। हिजो 7औँ तिथि हो। हिजो चाहिँ हामीले यहाँको फुल पूजा गरेर चाहिँ चारवटै तलुङको तलिखुमा चाहिँ तलुङ भन्छ त्यसलाई चाहिँ, अहिले चाहिँ अभ्रम भएर तलिखु भन्छ। त्यो तलिखुको चाहिँ ढाक्साङ झ्याल्पो भन्ने भगवान हुनुहुन्छ, उहाँलाई चाहिँ पुकार्ने चलन छ। उहाँलाई तलिखुको टोलीहरू पुकार्नुहुन्छ। त्यही भएर यहाँ पारी चेम्मे हिर्सा छिम्बु भन्छ। यो पारीको टोलीहरू वडा नम्बर अहिले हाल वडा नम्बर 5 भएको टोलीहरू चाहिँ चेम्मे हिर्सा छिम्बु भनेर माथि चामे माथि चाहिँ आफ्नो भगवान्लाई पुकार्नुहुन्छ। यो हाम्रो वडा नम्बर 4 स्थितको टोलीहरूले चाहिँ जिल्ला समन्वय समिति, अहिले पहिला जिल्ला विकास समिति थियो, अहिले जिल्ला समन्वय समितिको प्राङ्गणमा चाहिँ हाम्रो पूजा खान छ। चेमे आमा छुनुङ कर्म भन्छ। आमा छुनुङ कर्म भनेर हामीले वडा नम्बर 4 को टोलीहरूले चाहिँ पुज्ने गर्छ। त्यसै गरेर कोदोकोहरूले चाहिँ कोदो लुमु कर्म भनेर उहाँहरूले एउटा भगवान्लाई पूजा गरेर हिजो पूजा सकिएको छ। त्यस लगतै आज चाहिँ दोस्रो दिन धोपटा। धोपटा भनेको चाहिँ आफ्नो घरको दशाहरू फाल्ने कन्या केटाहरूले चाहिँ आज चाहिँ फेरि 15 वर्ष भएको स्पेसल केटाहरूलाई चाहिँ खाता लगाउने, अब योङ योङ भयो उहाँहरू जेन्जी भयो भनेर चाहिँ हामीले वेलकम गर्ने चाहिँ हाम्रो पुरा कालदेखि चलिन्छ। कार्यक्रम भइरहेको हुन्छ र प्लस हामीले चाहिँ बिहान चाहिँ बिहा नगरेको कन्या केटाबाट चाहिँ यो घर घरमा चाहिँ धोपटा भनेर अन्डा र के गरेर त्यो घरको दशा चाहिँ फाल्ने चलन हुन्छ। त्यो चाहिँ बिहान गरिसकेको छ। आज धोपटा हो। अनि भोलि र पर्सि चाहिँ हामीले चाहिँ एकदम